यसले महिला हिंसा या चिनखुनया अभियान या शुभारम्भ यला महानगरपालिका गोसाले जुगु च्याजोले जुगुदो अभियान या शुभारम्भ यला महानगरपालिका प्रमुख छिरिबाबु महर्जन यानादी गुखा मलाई जहाँसम्म लाग्छ यो लैङ्गिक हिंसा भन्ने जुन कुरा छ यसमा चाहिँ तपाईँ हामी जिम्मेवार पदमा बसेको व्यक्तिहरूले मात्रै लैङ्गिक हिंसाको विरुद्धमा अपिल गर्ने जाहेरी दिने निवेदन दिने अथवा पुलिस अथवा स्थानीय प्रहरीलाई भन्ने कुरा होइन। बाटोमा हिँड्ने एउटा बटुवालाई पनि इक्वल राइट्स छ। बाटोमा हिँड्ने एउटा बटुवाले पनि कुनै ठाउँमा लैङ्गिक हिंसा भइरहेको देखेको खण्डमा तुरुन्तै आजकल मोबाइल नहुने को छ र होइन, तुरुन्तै हाम्रो एसएससी साहबको अफिसमा र ललितपुर महानगरपालिकाको 1131 मा फोन गरिदिनुस्, हामी तुरुन्तै हामी त्यसमा एक्सनमा हामी गइहाल्छौँ। यसरी गएको खण्डमा अघि एसएससी साहबले प्रस्तुत गर्नुभएको जुन डेटा छ त्यो डेटा चाहिँ प्रायः जस्तो एसेन्डिङ अर्डरमा छ, उकालो चढिरहेको छ। तर यसलाई चाहिँ अर्को वर्ष हामीले यही आँगनमा यही लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम गर्दाखेरि त्यो जुन डेटा छ त्यो चाहिँ एसेन्डिङ अर्डर होइन डिसेन्डिङ अर्डरमा गएको चाहिँ हेर्न पाउनुपर्छ। यसको निमित्त हामी सबैको सहयोग चाहिँ हुनैपर्छ भन्ने कुरा मैले यहाँहरूसँग चाहिँ अनुरोध गरेँ। ज्याजोले उपप्रमुख मञ्जली साक्य वज्राचार्य, ललितपुर जिल्ला प्रमुख जिल्ला अधिकारी रमेश ढकाल, वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनाल, महानगरपालिका महिला तथा बाल बालिका महाशाखा प्रमुख शोभा खरेल लगायत अभियानबारे जानकारी दिएको छ। लास्ट इयर यही दिनमा हामीले यही कार्यक्रम गर्दाखेरि चाहिँ पुरुषको सङ्ख्या चाहिँ 2-4 जना मात्र हुनुहुन्थ्यो कि मैले लास्ट इयर पनि व्याख्या गरेको थिएँ यो लैङ्गिक हिंसा हो, महिला हिंसा मात्रै होइन भनेर। यो व्याख्या पनि छ यहाँले पनि पढ्नुहोस्। यो 16 दिने अभियान भनेको महिला विरुद्धको लैङ्गिक हिंसा भनेर हामी 16 दिने चलाउँछौँ, तर लैङ्गिक हिंसा भनेको चाहिँ महिला विरुद्धको मात्रै होइन। त्यसकारण यहाँ सबैले बुझ्नुपर्ने विषय भनेको यो सबै नागरिकको लागि, सबै मानवको लागि हिंसा हुनु हुँदैन भन्ने यो अभियान हो। त्यसकारण सबैले सबैको लागि, सबभन्दा पहिलो आफ्नो लागि, आफू हिंसामा पर्नु भएन, आफूले अरूलाई हिंसा गर्नु भएन, म चाहिँ हिंसामा पर्नु भएन भन्दा पनि हिंसाको कारक पनि बन्नु हुँदैन। सबैभन्दा ठुलो कुरा भनेको कारक हो, पीडक हो। त्यसकारण पीडकलाई जबसम्म हामीले रोक्न सकिँदैन नि, कारकलाई रोक्न सकिँदैन नि, हिंसा भइरहन्छ। त्यसकारण यो अभियान चाहिँ पुरुषहरूलाई पनि सुनाउनुपर्छ भनेर चाहिँ मैले पुरुष हाम्रो महानुभावहरूलाई पनि यो कार्यक्रममा चाहिँ व्यापक रूपमा बोलाउनुपर्छ भन्ने मेरो आग्रह हो। सबैभन्दा पहिला हामीले व्यक्तिबाट, घरबाट, समुदायबाट, समाजबाट बिस्तारै यो प्रिभेन्टिभ मेजर्स, प्रमोसनल मेजर्स, त्यसपछि मात्रै क्युरेटिभ मेजर्सलाई अपनाउनु पर्छ जस्तो लाग्छ। र त्यसको लागि विभिन्न यसमा लागिरहने संस्थाहरू, सरकारी गैर सरकारी निकायहरूको संस्थागत क्षमता विकास, समन्वय र सहकार्य गर्न सकेमा पक्कै पनि यो 16 दिने होइन 365 दिन नै यो लैङ्गिक हिंसा विरुद्धको अभियान सफल हुन्छ भन्ने विश्वास व्यक्त गर्दै यो अभियान आजबाट त सुरु भयो, तर 16 दिने अभियानले मात्र यो एउटा साङ्केतिक रिप्रेजेन्टेटिभ मात्र हो, त्यो साङ्केतिक रिप्रेजेन्टेसन मात्र हो। यो 16 दिने अभियानले मात्र लैङ्गिक हिंसा विरुद्धको अभियान हाम्रो सकिँदैन। यो हामी वर्षभरि नै 365 दिन 24/7 थ्रु आउट द इयर हामी लाग्नुपर्ने जरुरी छ। त्यसकारण मात्र लैङ्गिक हिंसा विरुद्ध, अझ लैङ्गिक हिंसा मध्ये पनि सबभन्दा भलनरेबल, सबभन्दा संवेदनशील अवस्थामा रहेका महिला तथा बालबालिका विरुद्ध यो हिंसा हामीले न्यूनीकरण गर्नको लागि, हटाउनको लागि हामी सम्पूर्ण सरकारवालाहरू तदारुकताका साथ लाग्नुपर्ने जरुरी छ। यसका लागि जिल्ला प्रहरी परिषद तथा मातहत यहाँलाई जानकारी छ, नेपाल प्रहरीमा महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूप्रति लक्षित हिंसा न्यूनीकरण गर्नको लागि अथवा उहाँहरूलाई परेको गुनासो, उजुरी, उहाँहरूलाई परेको हिंसाको छुट्टै सुनवाई गर्नको लागि हाम्रा युनिटहरूमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रहरू, जसलाई यहाँले छोटकरीमा महिला सेल भनेर चिन्नुहुन्छ, हामीले व्यवस्था गरेका छौँ। यो अभियान सञ्चालन गर्नुको मुख्य चाहिँ म हिंसा गर्दिनँ, म हिंसा सहन्न र हिंसा न्यूनीकरणका लागि प्रतिज्ञा गर्नेछु भन्ने रहेको छ मेन उद्देश्य। कसैमाथि पनि हिंसा हुनु भनेको मानव अधिकारको हनन हुनु हो। कसैले पनि कसैमाथि हिंसा गर्नु हुँदैन, यदि हिंसा भएमा कानुनको दायरामा आउनुपर्छ, ल्याउनुपर्छ भन्ने मान्यता हो।
यस अभियानको सुरुवात सन् 1981 नोभेम्बर 25 दिन ल्याटिन अमेरिकाबाट भएको हो। डोमिनिकन गणराज्यको तत्कालीन सरकार विरुद्ध आन्दोलन गर्ने क्रममा मिराबल परिवारका 3 दिदीबहिनीको हत्या भए पश्चात उग्र रूप लियो। एक देश दुई देश हुँदै अन्य देशमा पनि विरोधका स्वरहरूको जिए। सन् 1991 सेन्टर फर वुमेन ग्लोबल लिडरसिपको सहयोगमा 20 देशका महिला संस्थाहरूले लैङ्गिक हिंसा विरुद्धको 16 दिने अभियान सञ्चालनको लागि आह्वान गरेका थिए भने संयुक्त राष्ट्र सङ्घको महासभाले सन् 1993 यो अभियान मनाउने घोषणा गरेको थियो। नेपालमा पनि सन् 1997 देखि विविध कार्यक्रमका साथ देशभर सञ्चालन गर्न सुरु गरेको छ। जिफुकसिगु प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्य लागि अभियान दैगु राष्ट्रिय नारायण नाप स्विसोक्कागु अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्ध या जिनखुने अभियान सोमबार नोभेम्बर 25 तारिख खुनु सुरु खासा अभियान चले डिसेम्बर 10 तारिख तक तिथि ज्याजो जी।